होली खेल्न त मन लाग्छ तर कलर्सले एकदमै एलर्जी हुन्छ। म तपाईलाई 5 वटा होली सेफ्टी टिप्सहरू बताउँछु जसलाई फलो गरेर तपाई सेफली होली खेल्न सक्नुहुन्छ। होलीको कलर्सले तपाईको स्किन, आँखा र कपालमा असर पुर्याउन सक्छ। त्यसैले यी टिप्सहरू फलो गर्नु एकदमै जरुरी छ। नम्बर 1 मा रहेको छ मोइस्चराइजर लगाउनुहोस्। होली खेल्नु अघि आफ्नो स्किनलाई राम्रोसँग मोइस्चराइज गर्नुहोस् जसले चाहिँ स्किन प्रोटेक्सनलाई बढाउँछ। नम्बर 2 मा रहेको छ स्किन र कपालमा तेल लगाउनुहोस्। होली खेल्नु अगाडि आफ्नो कपाल, हात, खुट्टा वा कुनै पनि एक्सपोज्ड हुने स्किनमा चाहिँ तेल लगाउनुहोस्। तेलमा चाहिँ तपाईँ कोकोनट ओइल, ओलिभ ओइल जस्ता न्युट्रल ओइलहरूको युज गर्न सक्नुहुन्छ। तेल लगाउनाले तपाईको स्किनमा एउटा ब्यारियर क्रिएट हुन्छ र जसले गर्दा कलर्सबाट हुने असरलाई घटाउँछ र पछि कलर्सलाई पखाल्न पनि सजिलो हुन्छ। नम्बर 3 मा रहेको छ सनस्क्रिन। होली हामी बाहिर नै खेल्छौँ, त्यसैले सनस्क्रिन लगाउन एकदमै जरुरी छ। सनस्क्रिनमा चाहिँ ब्रोड स्पेक्ट्रम वाटर रेसिस्टेन्ट सनस्क्रिनको युज गर्नुहोस् जसको SPF चाहिँ एटलिस्ट 30 चाहिँ हुनु पर्यो। नम्बर 4 मा पुरा बाउला लुगा लगाउनुहोस् जसले चाहिँ कलरसँग डाइरेक्ट स्किन कन्ट्याक्टलाई घटाउँछ र स्किन इरिटेसनलाई पनि कम गर्छ। नम्बर 5 मा रहेको छ आँखाको केयर। कलर्सबाट आँखालाई जोगाउनको लागि चाहिँ प्रोटेक्टिभ सनग्लासेसको युज गर्नुहोस्। यदि कन्ट्याक्ट लेन्स युज गर्नुहुन्छ भने मेक स्योर कि होली खेल्दाखेरि चाहिँ लेन्स नलगाउनुहोस् जसले गर्दा तपाईको आँखालाई ड्यामेज पनि गर्न सक्छ। यदि कलर आँखामा परेमा रनिङ वाटरले आँखालाई पखाल्ने, चिलाउन सक्छ तर आँखालाई नमिच्ने र धेरै नै आँखा पोल्ने अथवा इरिटेसन भएमा चाहिँ आँखाको डाक्टरलाई देखाउनु। यो टिप्सहरूको साथसाथै होली खेल्दा अर्ग्यानिक वा नेचुरल कलर्सहरूको युज गरौँ। हार्मफुल केमिकल कलर्सहरूको युज नगरौँ। होली खेल्नु केही दिन अगाडि ब्युटी प्रोसिड्युरहरू नगर्नुहोस्। यसले चाहिँ तपाईको स्किनलाई धेरै नै सेन्सिटिभ बनाउन सक्छ र जसले गर्दा रङबाट हुने ड्यामेज पनि झन् बढ्न सक्छ। होली खेलिसके पछाडि एउटा राम्रो फोमिङ फेस वास युज गरेर कलर्सलाई पखाल्नुहोस्, तर धेरै नै रब गर्ने, स्क्रब गर्ने चाहिँ नगर्नुहोस्। एकदम जेन्टल पारामा पखाल्नुहोस्। कपालको लागि चाहिँ एउटा डिप क्लेन्जिङ स्याम्पूलाई राम्रोसँग मसाज गरेर 2 देखि 3 मिनेटसम्म कपालमा छोडिदिनु र स्याम्पूलाई पखालिसकेपछि एउटा नरिसिङ हेयर मास्क वा हेयर कन्डिसनरको युज गर्ने जसले चाहिँ कलर्सबाट हुने हेयर ड्यामेजलाई घटाउँछ। नुहाइसकेपछि स्किनमा मोइस्चराइजर वा एलोभेरा जेलको युज गर्नुहोस् र यदि इरिटेसन भएमा क्यालामाइन लोसनको युज गर्न सक्नुहुन्छ। यदि क्यालामाइन लोसनले पनि भएन र धेरै नै र्यासेसहरू आयो भने चाहिँ छालाको डाक्टरलाई देखाउनुहोस्। यी टिप्सहरू फलो गरेर तपाईँ सेफली होली खेल्न सक्नुहुन्छ जसले तपाईको स्किन, कपाल र आँखालाई पनि जोगाउँछ। टिप्सहरू हेल्पफुल लागेमा भिडियोलाई लाइक अनि सेयर गर्नुहोस् र यस्तै हेल्थ रिलेटेड भिडियोजहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। सम्पूर्ण नेपालीहरूमा ह्याप्पी होली। होलीको रङ जस्तै रङ्गीन बनोस् तपाईँ हामी सबैको जीवन। धन्यवाद।